पार्टी घटक मिलेर अहिले एउटा नेपालमा अहिलेसम्म नभएको नेपाली कम्युनिस्ट पार्टीको यहाँ चाहिँ उदय भएको छ। यो के को लागि हो, किन हो र चाहिँ यो कतिपयले भन्दै छन् माओवाद छोड्यो, प्रचण्डले माओवाद छोड्यो, हामीले माओवाद बचाएर ल्यायौँ। हुत्तेले हात्ती आकाश थामे जस्तो मलाई लाग्छ। हिजो मात्रै एमालेको अधिवेशनमा गएर कामरेड विप्लवले के भन्नुभयो, एमाले जस्तो अडिक पार्टी यहाँ भनेर चाहिँ अहिले यतापट्टि आउने भनेको मान्छे यता नआएर एमालेमा गएर अब विप्लव पार्टी एमालेमा गएर तुल्याइ हुँदैछ। यता चाहिँ हामीबाट फुटेको पार्टीहरू क्रान्तिकारीहरू यो प्रचण्डको नेतृत्वमा नेपाली कम्युनिस्ट पार्टीमा गोलबन्द हुँदैछन् भने अरू गैरकृत्यहरू दलालहरू सबै चाहिँ केपी ओलीको नेतृत्वमा त्यहाँ जम्मा हुने र उतापट्टि चाहिँ भेटघाट गर्ने, पार्टी एकादा गर्ने उतापट्टि लागिरहेका छन्। तपाईँहरू विप्लवको हिजोको मात्र भाषणले हामीले पहिले त्यो सुन्न पाएको छु। त्यसैले गर्दाखेरि हामी बिस्तारै तल पनि हामी जाएर पछाडिकोलाई चाहिँ यता आउँदिने माथिल्लो पछाडि भन्ने हामी के गरौँला भने भोलिको दिनमा हामी चाहिँ यो देशमा यो गाउँमा यो जिल्लामा निर्वाचन हुँदा अरू कार्यक्रम हुँदा हामी आफ्नो कमिटीमा हामी सहभागी हुने कुरा छँदैछ। हामी सहभागी भएर हामी सबैलाई चाहिँ यो नेपाली कम्युनिस्ट पार्टीको लक्ष्य उद्देश्य हामी पुरा गर्नेछौँ। झाँकी सहित उनीहरूले 1 मिनटमा वेट गरे तारा चुनाव लिएर आएको छ। योभन्दा अगाडि हाम्रो चुनावमा हाँसियामा हामीले भोट माग्थ्यौँ भने अब यो तारामा सबैले हेर्नु पर्यो। तारा चिन्ह हाम्रो निर्वाचन हुनेछ, निर्वाचन चिन्ह तारा हुनेछ र पार्टीको झन्डा हाँसिया दौडाले हो। त्यसैले यहाँ बोधिनु अगाडि पछाडि खिचाउँछ बोधिनु पर्यो। पछाडि निर्वाचन चिन्ह तारा भएको हुनाले हिजो हाँसिया दौडा गोलाकार सहितको हाँसिया दौडा थियो। कुनै बेला समाजवादीको कलम थियो भने अब न समाजवादीको कलम हुन्छ न त माओवादीको हाँसिया दौडा हुन्छ। हाम्रो केवल यो ऐतिहासिक तारा चिन्ह यसको पृष्ठभूमि लामो छ। हाम्रो यो प्रमुख अतिथिले अलिकति यो ताराको बारेमा योभन्दा अगाडि यो ताराको औचित्य अर्थ महत्त्व उहाँले बताउनु हुनेछ, म त्यतापट्टि गएन। अब हामी जे भए पनि हामीले विगत 79मा पार्टी अलग हुँदा पनि समाजवादी पार्टी र माओवादी पार्टी मिलेर यो चुनाव लडेका थियौं। तर विविध कारणले हामी चुनाव हार्यौं। तर पनि अहिले पार्टी नै एउटा भयो, न त माओवादीमा समाजवादी न त समाजवादीमा माओवादी। नेपाली कम्युनिस्ट पार्टीमा अब यो देशमा वैज्ञानिक समाजवादी समाज बनाउनको निमित्त त्यो वैज्ञानिक समाजवाद कस्तो हुन्छ हामी पछि पनि कार्यक्रममा लामो टाइम भयो भने त्यो वैज्ञानिक समाजवाद भनेको कस्तो हुने, छोटो रूपमा कस्तो हुने भने गरिबीहरू निर्मूल गर्ने, गरिबीहरूको अन्त्य गर्ने, बेरोजगारीको अन्त्य गर्ने त्यो प्रकारको समाजवाद हामी लागू गर्ने उद्देश्यले हाम्रो पार्टी अहिले नेपाली कम्युनिस्ट पार्टी बनेको छ। कमरेडहरू बाँकी केही होइन, यो धेरै मान्छे यहाँ कतिपयले भन्न थाले प्रचण्ड त हरायो थियो पारो अरे। प्रचण्डको 44 सालदेखिको 2044 सालदेखिको इतिहास हामीले हेर्यौँ भने प्रत्येक 10 वर्षसम्म भने पार्टी उथल पुथल परिवर्तन गर्ने गठन गर्ने त्यो गरेर आउनु भएको छ। किनभने 2044 सालमा नेपालमा सेक्टर काण्ड भयो। त्यो बेला चाहिँ केन्द्रीय कमिटीमा सबैले लिएको जिम्मेवारीमा प्रचण्ड मात्रै सफल भएको समीक्षाले देखाएपछि मोहन मान्छेले त्यो बेला अहिले अध्यक्ष बने जस्तो त्यो बेला महासचिव थियो, महासचिव छोडेर उहाँले महामन्त्री छोडेर उहाँले चाहिँ महामन्त्री प्रचण्डलाई बनाइयो। सबैभन्दा केन्द्रीय कमिटीमा कान्छो उमेरको मान्छे हुनुहुन्थ्यो। 44 सालबाट 47 सालमा आएर मोटो मसाललाई नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्र बनाउनु भयो। 2051मा गएर नेपाल कम्युनिस्ट पार्टी माओवादी बनाउनु भयो। त्यसपछि 52मा जनयुद्ध सुरु गर्नुभयो। यतापट्टि आएपछि कहिले नेकपा नेपाल कम्युनिस्ट पार्टी भयो, एमाले मिलेपछि त्यो पछि अलग अलग भएपछि फेरि हाम्रो नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्र भयो। अहिले आएर अब यो 15वटा पार्टीको एउटै पार्टी बनाउँदाखेरि अहिले नाम के भयो भने अहिले चाहिँ नेपाली कम्युनिस्ट पार्टी भयो। नेपाली जनताको
जितेको वीरमर्कापुर पार्टी नेपाली कम्युनिस्ट पार्टीले जित्ने गर्दछ। नेपाल कम्युनिस्ट पार्टी भनेको नेपाल भनेको यो भूगोल हो। भूगोलको त्यो नेपालको भूगोलभित्र बस्ने मान्छेहरू नेपालीको उत्थान गर्ने पार्टीको चाहियो भने नेपाली कम्युनिस्ट पार्टी चाहियो। यो सर्छ, यसको महत्त्व र औचित्य छ। आज रात परेको ठुलो भएको हुनाले म हतारमा तपाईँहरूलाई सबै कुरा प्रश्न पार्न नसक्ला। तर मैले केन्द्रको भए पनि प्रदेशको भए पनि जहाँको भए पनि हाम्रो खण्ड भनेको गाउँ घर वडा जिल्ला यही हो। जब आउने बेला बेलामा तपाईँहरूसँग हामी टोलमा वडामा पालिकामा विभिन्न ठाउँमा हामी कार्यक्रम गरेर यो नेपाली कम्युनिस्ट पार्टीको बारेमा प्रशिक्षण चलाएर कार्यकर्तालाई ताराको बारेमा औचित्य दिएर हामी चाहिँ अगाडि बढ्नेछौँ भन्ने कुरा राखेँ। पार्टी एकताको बारेमा मैले यति राखेँ।